There's something inside of there. Oh, it's a remote control mower, which has 50,000 horsepower to my calculation. And now this thing is literally so powerful that it needs 0% of battery. I'm in the video too, guys. भाइ घाँस काट्ने मेसिन आयो भाइ यहाँबाट निकाल्दैछौँ हामी यति ठुलो घाँस काट्ने मेसिन रहेछ राम्रो हुँदै त्यसले हेल्प गर्दैछ मलाई निकाल्न के कस्तो हुन्छ आज घाँस काट्ने मेसिन चलाएर देखाइन्छ है के कस्तो हुन्छ लगेर काटौँ ल रियल काट्ने उयो रियल काट्ने काटो सिधा ल सिधा गुड जब गुड जब गुड जब ये हान्यो 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 ये सिधा आयो यताको लाइनमा आयो लाइनमा यो हो नि त लाइन यो हो नि त लाइन एकछिन तर यता आयो यता आउनु पऱ्यो आयो 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 हान्यो हान्यो कति पावरफुल यार ओ माई गुडनेस ओ माई गॉड ओ माई गुडनेस ये आयो नि सुको बनाइदिन्छ ल यस्तो हान्दो रहेछ नि त टाट्ने ओ माई गुडनेस के खतरा काटेको यहाँ हेर्नु यहाँ यो बन्छलाई हेर्नु खतरा good job. Dada is controlling the mower and then doing like this. Mower is very nicely. Yes, गयो यस्तो ढुट्टो बनाउँदो रहेछ हौ Dada is doing good. Dada मजा आयो दादाले जता गरेर मिस्टेक हुँदैन यहाँ जता गरेर मिस्टेक हुँदैन घाँस काट्ने मान्छे यस्तो छ यस्तो भर्सै फाँडिरहेको छ यस्तो भर्स लु हेरौँ त ठाउँको ठाउँ लु हेरौँ त अमन दादा यु डुइङ गुड ओ माई गुडनेस हाउ इज प्रो यार हान्यो दादा अलिक स्पिड कुदाउनु भयो अलिक स्पिड कुदाउनु भयो दादा फर्काउनु पर्छ अब आफू पनि भाग्नु है ओइ हामीलाई हान्छ हामीले हान दादाले एउटै नछोडी हान्दो रहेछ नि त त्यो ड्राइभरले चाहिँ यहाँ भस्मे फाडिरहनु भएको छ यस्तो छ भस्मे चाहिँ ट्र्याक्टरको सहायताबाट चाहिँ भस्मे फाडिरहनु भएको छ यहीँ बसेर हेर्नु ल कहाँसम्म भ्याउँदो रहेछ हेर्नु भस्मे फाडेको
के अब तेल सकेर नि यस्तो कुदिरहेको छ यतिको छ तेल सकेर पनि यसरी साइलेन्ट भएर कुदिरहेको छैन न्युट्रल पनि कुदिरहेको रहेछ Coisa